विद्यार्थी भाइ बहिनीहरू जो होस्टेलमा बस्दै आउनुभएको थियो उहाँहरू सम्मानको लागि तयारी अवस्थामा हुनुहुन्छ र यसै क्रममा विद्यार्थी भाइ बहिनीहरूलाई अबिरद्वारा सम्मान प्रदान गरिदिनको लागि म यसै विद्यालयका शेरबहादुर थापा सरलाई अनुरोध गर्दछु। त्यसैगरी खादा प्रदान गरिदिनको लागि विद्यालय व्यवस्थापन समिति सदस्य टमबहादुर कार्कीज्यूलाई म अनुरोध गर्दछु। त्यसैगरी फुल प्रदान गरिदिनको लागि विद्यालय व्यवस्थापन विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष रणबहादुर खत्रीज्यूलाई म अनुरोध गर्दछु। साथै यहाँ उपस्थित विभिन्न तहमा अध्यापनरत सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूलाई अबिर प्रदान गरिदिनको लागि पनि म अनुरोध गर्दछु। र यहाँहरूको भिडियो फोटो खिच्नको लागि मिस म्याडमहरू पनि एकदम तयारी अवस्थामा हुनुहुन्छ। एकदम राम्रो फोटो ल्याइदिनु होला जसलाई हामीले सामाजिक सञ्जालमा राख्न सकौँ र यो एउटा अविस्मरणीय क्षण पनि हो हाम्रो लागि। फुल प्रदान गरिदिनुको लागि सिएल सब अध्यक्ष रणबहादुर खत्रीज्यूलाई अनुरोध गर्दछु। फुल प्रदान गरिदिनुको लागि त्यसै गरेर हाम्रा शिक्षक शिक्षिका मित्रहरूलाई पनि अबिर प्रदान गरिदिनुको लागि अनुरोध गर्दछु। अहिले रातै बनाउनुहोस् न, अहिले फोटो खिच्नेलाई कम हुन्छ।
मोबाइल पे हाम्रो यस होस्टेललाई सफलतापूर्वक यो 3 महिना पुरा गर्ने भरपूर मेहनत जिम्मेवारी वहन गर्ने यस होस्टेलका लागि विद्यालयको तर्फबाट इन्चार्जको जिम्मा होस्टेल इन्चार्जको जिम्मा दिएका थियौँ यस विद्यालयका वरिष्ठ शिक्षक नरेन्द्र राणा सरलाई र नरेन्द्र राणा सरलाई पनि अगाडि गएर विद्यालयको सम्मान ग्रहण गरिदिनको लागि म अनुरोध गर्दछु र सम्मान प्रदान गर्नको लागि म यस विद्यालयका विवेश सदस्य सिंह संरक्षकज्यूलाई म अनुरोध गर्दछु। त्यसै गरी यस पृथ्वी मावि होस्टेलका अर्का जिम्मेवार शिक्षक श्री जानकी खत्री मिसलाई पनि अगाडि आएर सम्मान ग्रहण गरिदिन म अनुरोध गर्दछु। उहाँहरूको 24 घण्टाको मेहनतको परिणाम आज पृथ्वी मावि होस्टेल सफल रूपमा यहाँ आइपुगेको छ र उहाँहरूलाई विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद हामी ज्ञापन गर्न चाहन्छौँ। आफ्नो लक्ष्य अनुसार आज भर्खर सम्मान गरिसकेको छ। यहाँहरू सबै आज रातो टीका रातो ढाकाको खादा रातो खादामा हामी सजिएका छौँ। यसले हाम्रो नतिजा सफल हुन्छ भन्ने सङ्केत गरिरहेको जस्तो मलाई लागिरहेको छ।